लक्षिणालाई घरमा बस्नु मन छ कि छैन? लक्षिणालाई घरमा बस्नु मन छ कि छैन? घरमा बस्नु मन छ त खुरुक्क गएर भाडा मास्ने गएर साला। आमा म पनि त तपाईँकै छोरी हो त, मलाई किन त्यसरी हेला गर्नुहुन्छ? गर्दैछु त म। काम चोर्ने साला, त्यो खुरुक्क गएर भाडा मास्ने, त्यो भाडा माजेर आएर त घाँस काट्नु मुन्टी गइनस् भने मैले जानेछु तँलाई। सौदाको छोरी त सौदाको छोरी नै हुन्छ, जति नै माया गरे पनि कहिले आफ्नो जस्तो हुँदैन। तपाईँले किन छोडेर जानुभएको आमा? मलाई सोधिने आमाले कहिले पनि राम्रो गर्दैन। जति काम गरे पनि काम गरेको पनि देख्दैन, न राम्रो खानु दिन्छ न राम्रो लगाउनु दिन्छ। यो महारानी त यहाँ पो बसिरहेछ त। आमा ओ आमा, यो लक्षिणा त यहाँ पो बसिरहेछ त, फेरि बाहिर गोबर पनि सरेको छैन त, के हो यसको पारा? ओइ लक्षिणा, के भयो आमा? त्यो गोठको गोबर के मरेको आमाले आएर सोर्छ? म सोच्छु त आमा, किन त्यसो भन्नुहुन्छ? मरेर गए पनि आमा त आमै हो नि मेरो, मलाई पनि त नराम्रो लाग्छ, किन त्यस्तो भन्नुहुन्छ? तँ बेसी मसँग मुखमुखै मुखमुख लाग्छस् ह? जा खुरुक्क। आइज नि तिम्रो लागि मैले खिर पकाइदिएको छु, आइज फेरि त्यो लक्षिणा आइपुग्छ। साह्रो दुःख पाइँदो रहेछ आफ्नो आमा नहुँदा त। सौतिनी आमा भनेको सौतिनी आमै हुँदो रहेछ, जति गरेको पनि देख्दैन। आफ्नो आमा जस्तो त कहाँ हुँदो रहेछ, साह्रै दुःख पायो। मेरो त किस्मत पनि के हो यस्तो, किन छोडेर जानुभएको आमा मलाई?